हेलो एभ्रिवान, आजको यो छोटो भिडियो चाहिँ स्पेसल्ली नेपालको स्टक मार्केटमा इन्भेस्टमेन्ट गर्न चाहने अथवा ट्रेडिङ गर्न चाहनुहुने बिगिनरहरूको लागि, जो चाहिँ स्टक मार्केटमा चाहिँ ट्रेडिङ गर्न चाहनुहुन्छ अथवा इन्भेस्टमेन्ट गर्न चाहनुहुन्छ तर बेसिक आइडिया र प्रोपर गाइडलाइनको अभावमा अवसरहरू गुमाइरहनु भएका बिगिनरहरूको लागि है त। यो चाहिँ स्पेसल्ली एउटा बेसिक फाउन्डेसन, बेसिक कन्सेप्ट मात्र है त। सो हजुरहरूले चाहिँ डाइरेक्टली मार्केटमा इन्ट्री गर्नुभन्दा पहिला सेबन भनेको के हो, नेप्सी भनेको के हो, सिडिएस एन्ड क्लियरिङ लिमिटेडले कसरी काम गर्छ र यिनीहरू बिच कस्तो सम्बन्ध हुन्छ त्यो बुझेको राम्रो। त्यसै गरी प्राइमरी मार्केट र सेकेन्डरी मार्केटको बेसिक फन्डामेन्टल्स पनि बुझेको राम्रो, बुझ्यो भने सजिलो हुन्छ। त्यसै गरी चाहिँ अनि हजुरहरूले नेप्सीमा लिस्टेड र नन लिस्टेड कम्पनीहरूले कसरी कुन मार्केटमा आइपिओ, एफपिओ अथवा रेड सेयर, डिबेन्चर तथा बोन्डहरू इस्यु गर्छन्, यी कुराहरू बुझिसकेपछि चाहिँ हजुरले सिम्पली आइपिओ गर्नको लागि चाहिँ एउटा डिपोजिटरी पार्टिसिपेन्ट डिपी भनेको चाहिँ ब्याङ्क हुन्, एउटा ब्याङ्कलाई चुज गरेर हजुरले त्यहाँ डिम्याट एकाउन्ट र मेरो सेयर एकाउन्ट खोल्न सक्नुहुन्छ। डिम्याट एकाउन्ट र मेरो सेयर एकाउन्ट खोलिसकेपछि हजुरले मेरो सेयर एप डाउनलोड गरेर लगइन गर्नुहोस् र मेरो सेयर एपभित्र एउटा माई आस्पा भन्ने ड्यासबोर्ड हुन्छ। त्यो ड्यासबोर्डमा गएर हजुरले इजिली सजिलै विभिन्न किसिमका कम्पनीहरूको आइपिओ, एफपिओ अथवा रेड सेयर, डिबेन्चर तथा बोन्डहरू हजुरले इजिली बाई गर्न सक्नुहुन्छ अथवा लगानी गर्न सक्नुहुन्छ, इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ है त। यी प्रक्रियाहरू भनेको चाहिँ प्राइमरी मार्केटमा इन्ट्री गर्ने प्रक्रियाहरू हुन्। हजुर यदि सेकेन्डरी मार्केटमा पनि इन्ट्री गर्न चाहनुहुन्छ भने चाहिँ हजुरले बाई गर्नुभएको, हजुरले खरिद गर्नुभएको आइपिओ नेप्सीमा लिस्टेड भइसकेपछि चाहिँ हजुरले सेकेन्डरी मार्केटमा पनि गएर पुनः आफ्नो सेयर खरिद बिक्री गर्न सक्नुहुन्छ। र सेकेन्डरी मार्केटमा इन्ट्री गर्नको लागि नर्मल्ली सबैभन्दा पहिला टिएमएस एकाउन्ट खोल्नुपर्ने हुन्छ र टिएमएस एकाउन्ट खोल्नको लागि चाहिँ हजुरले घरमै बसेर पनि अनलाइन फर्म भरेर हजुरले टिएमएस एकाउन्ट खोल्न सक्नुहुन्छ अथवा नजिकैको ब्रोकर अफिसमा गएर पनि हजुरले टिएमएस एकाउन्ट बनाउन सक्नुहुन्छ र इजिली विभिन्न किसिमका कम्पनीहरूको स्टकहरू, डिबेन्चरहरू बाई एन्ड सेल गर्न सक्नुहुन्छ, इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ अथवा ट्रेडिङ गर्न सक्नुहुन्छ है त। यो चाहिँ एउटा बेसिक फन्डामेन्टल प्रिन्सिपल र बेसिक कन्सेप्ट मात्रै भयो।